गाइस यहाँ चाहिँ केटाहरू पुरा है दुईजना फुच्चेहरू खेल्दैछ स्विमिङ आमामा स्विमिङ यो के अरे यो धनियाँ काटेछौँ धनियाँ चाहिँ ठुल्ठुलै काट्ने अब सानो चपिङ बोर्ड चाहिँ हाम्रो क्याम्पिङको लागि चपिङ बोर्ड होइन वेलकम ब्याक गाइज नमस्कार आज चाहिँ हामी पिकनिक जाँदैछौँ यो चाहिँ हाम्रो सबै बुढाबुढी ग्याङ हो होइन यो चाहिँ हाम्रो ट्युसन टोली हामी पिकनिक जाने तया लर्निङ सेन्टरबाट चाहिँ हाम्रो आरुन्ची हामी सबैजना पिकनिक जाने पैसा पनि हाम्रो कलेक्ट भइसकेको छ यहाँबाट सबैजनाले कति कति दिएको सबैजनाले यो भिडियो चाहिँ पुरा हेर्नु होला अब हामी के खान्छौँ यति पैसाको होइन यो यति पैसा छ हामीसँग अब हामी के पकाएर खान्छौँ दिस इज द पैसा गाइज आज चाहिँ हामी यो फाइनल एक्जाम सकेको खुसीमा होइन हामी जाँदैछौँ अनि रुमा दिदीको पनि देखाउन एकछिनमा सो गाइज स्टे ट्युन गाइज यो चाहिँ हाम्रो अब चलिरहेछ सपिङ होइन ढुङ्ग्री छ चटपटेको सामानहरू ससेस चाउचाउ चटपटे मेन हो है चाहिँ कोल्ड ड्रिङ्कहरू यो चाहिँ हाम्रो हाङ मार्केट 0 पोइन्टमा तपाईँलाई सबै सामान चाहिँ यहाँ पाउनुहुन्छ हाङ मार्केटमा इच एन्ड एभ्रिथिङ द्याट यु निड फर यर डेली नेसेसिटिज यु विल फाइन्ड इट हियर इन हाङ मार्केट विथ अ भेरी लभली फ्यान अफ मी दिव्या चाहिँ आज हाम्रो सपिङ एसिस्टेन्ट चाहिँ हाम्रो दिव्या हो हामी रेडी भइसक्यौँ है सबै सामानहरू किनिसक्यो होइन अब हामी चाहिँ बोलेरोमा जाने भयौँ अब यहाँ चाहिँ केटाकेटीहरू यसरी टिपर र डोजर लिएर आउनु भएको छ उहाँले चाहिँ लोडिङ गर्दै हुनुहुन्छ ट्यान टाडान 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 ट्रिङ ट्रिङ नैरोङ्गा हाम्रो अर्को भ्लगर इराज गोपालम राजम श्रेष्ठम वी एभ्रीबडी गेटिङ रेडी हाम्रो विप्लव ह्यान्डसेक विप्लव उहाँको बाबा चाहिँ साउदी अरेबियाबाट आउनु भएको छ फर्केर है सो हिज गिभिङ मी चक्लेट्स यो चाहिँ साउदीको चक्लेट होला के नाम के छ यङ्कर्स फर्स्ट टाइम खाइदिन्छु जिन्दगीमा यहाँ चाहिँ एल हेबेबी लेखेको छ म एकदमै भेरी मच एक्साइटेड प्राउड पनि भेट्छु मेरो प्यारो भाइ विक्रमले चाहिँ मलाई यसरी दिएको छ विक्रम होइन विप्लव थ्याङ्क यू सो मच विप्लव ल बन्धन तो प्यार का बन्धन है पम अब चाहिँ हामी गाडीमा जाँदैछौँ अब सबैजना यसरी ये पिकनिक 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 0 पोइन्टबाट हामी पिकनिक जान्छौँ ये किन लजाएको तिमीहरू ये सालदाई सेक्वा कर्नर दिस इज आवर पिकनिक मजा आउँदैछ गाइस दरो पक्रिनु तपाईँहरू दरो पक्रिनु त्यो भान्जो अगाडि आऊ पछाडि हेर्नु अगाडि आऊ गाइस अब चाहिँ हामी धरानतिरको श्रम संस्कृति पार्कतर्फ जाँदैछौँ होइन आज मौसमले पनि साथ देख्छ पानी नपरोस् हे भगवान् यत्तिकै होस् घाम पनि नलागोस् पानी पनि नपरोस् गाइज अहिले चाहिँ हामी फुस्रे चोकबाट अब यता जाँदैछौँ हामी श्रम संस्कृति पार्कतर्फ हामी लाइनमा जाँदैछौँ होइन सो यहाँबाट 1 काउन्ट गर 1 3 4 5 6 7 8 9 10 11 12 13 सो हामी जब 13 जना छौँ 13 बुलेट वी आर गोइङ टुवर्ड्स द श्रम संस्कृति पार्क गाइज हामी फाइनली यहाँ पिकनिक स्पटमा आइसक्यौँ होइन यो चाहिँ अब पानीको मुहान हामी यता चाहिँ जाँदैनौँ मैले मजाले इन्स्ट्रक्सन दिइसकेको छु अब यहाँदेखि तल चाहिँ अलिअलि अस्ति पानी 4-5 दिन पानी परेकोले आज यो यतिको चाहिँ खोला छ खोला चाहिँ हामीले जोगाउनु पर्छ हाम्रो विद्यार्थीहरू चाहिँ आज नेचरको नजिक आउनु भएको छ यसरी है नेचरलाई बुझ्नको लागि अब म चाहिँ यहाँ बस्ने ठाउँ बनाउँदैछु यहाँनिर शीतल छहारीमा बस्ने ठाउँ बनाउँदैछु र सबैजनाले हामीले प्रकृतिलाई बुझ्नुपर्छ र प्रकृतिलाई जोगाउनु पनि पर्छ अब एकछिनमा हामी खाना पकाउन थाल्छौँ गाइज यहाँ चाहिँ अब धमाधम काम चल्दैछ होइन हाम्रो दहाल ब्रदर्सहरू चाहिँ यसरी स्विमिङ पुल बनाउँदै हुन्छ सबिन तिम्रो भाइको नाम त के भयो खुसान र सबिन अनि त्यहाँ हाम्रो बहिनी सानो नानीहरू चाहिँ गङ्गटा पक्रिँदै हुनुहुन्छ अहिलेसम्म 2टा गङ्गटा पक्रिसक्नु भएछ पानी थोरै छ अलिअलि अनि यहाँ चाहिँ अर्ली म्यानको वेपन बनाउँदै हुन्छ उहाँहरू चाहिँ ढुङ्गाको वेपन बनाउँदै हुनुहुन्छ अनि हाम्रो सामान रुङ्नेमा चाहिँ 2 जना युना र सिमरनको पालो परेको छैन उनीहरू चाहिँ सामान रुङ्दै पानीमा खेल्दैछन् रमाइलो गर्नुपर्छ हामी नेपालको सम्पत्ति भनेकै प्रकृति हो
त्यहाँ केटाकेटीले के पक्रेछ गङ्गटा अरे आम्बो ए गङ्गटा कतिवटा छ 2टा ओ माछा पनि ठुलो माछा पक्रेछ यिनीहरूले त यो मैले पकाडेको है त्यो गङ्गटा ए माछा होइन त भ्यागुताको बच्चा हो यो ट्याडपोल हो ट्याडपोल भ्यागुताको बच्चा हो यो भ्यागुताको बच्चा हो यो ट्याडपोल सानो गङ्गटा र ठुलो गङ्गटा अनि ट्याडपोल पक्रेछ तर माछा पनि छ गडेले रियल फिस छ गडेले चाहिँ छ ओके हामी सबैजना बसेर होइन यसरी कोक खाँदैछ है केटाहरू सानो सानो हाम्रो बालबालिकाहरू चाहिँ होइन 18 वर्षभन्दा तलको उमेरकोलाई चाहिँ बालबालिका भनिन्छ सबैजना खासमा कोक चाहिँ खानु हुँदैन होइन तर महिनामा एकचोटि खाँदा चाहिँ हुन्छ यति थोरै मैले चाहिँ यति मात्रै खाँदैछु होइन महिनामा एकचोटि भन्दा धेरै चाहिँ नखानु कोक त्यसले चाहिँ असर गर्छ हेल्थलाई एकदम दिमाग पनि बन्धु बनाउँछ होइन अब हामी एकछिनमा सुरुमा चटपटे खाने कि चाउचाउ खाने अरे ल अब हामी गाइज अब चाहिँ हाम्रो आगो बलिसकेको छ यहाँ होइन अब यसमा चाहिँ हामीले आलु हालेको छौँ अब पोलेको आलु चाहिँ मस्त चटपटेमा हाल्ने हो हाम्रो मेरो प्यारो भाइ खुसन दालले चाहिँ मलाई सघाइरहनु भएको छ होइन यहाँनिर अनि यहाँ चाहिँ हाम्रो नानीहरूले होइन यो मार्समेलो ल्याउनु भएको छ यसलाई चाहिँ पोलेर खानुपर्छ अरे होइन मलाई चाहिँ थाहा थिएन फर्स्ट टाइम मार्समेलो चाहिँ सुने तर के हो भनेर त्यहाँ धेरै आएको छ भने चाहिँ अलिक परैबाट यसरी भुप्रोमा राख्ने म सिकाउँछु अहिले पर्ख वेट यो के अरे यो के हो यो नाइ गाई जब मार्समेलोसँगै हाम्रो आलु पनि पाकिसकेको छ होइन आलुलाई चाहिँ मैले भर्खर पाचाक पुचुक बनाएको छु है अब यो चाहिँ चटपटेमा हाल्ने आलु चाहिँ दामी भएर छ हात कालो गाइज आजको दिन चाहिँ एकदमै रमाइलो भएर छ होइन अब कोही माथि पौडी खेल्ने कोही तल पौडी खेल्ने सबिनले सानो पोखरी बनाउँछ पानीको आवाज आइरहेछ यसरी अब यता त्यहाँ आलु केलाउँदैछ गाइजहरूले एउटा गाई चाहिँ मार्समेलो पोल्दैछन् माथि मङ्की पनि आइसकेको छ यतातिर पनि खोलाको पानी छ त्यही भएर हामीले प्रकृति जोगाउनु पर्छ यहाँ चाहिँ नानीहरूले नाउ बनाउँदै हुनुहुन्छ होइन अब कसैलाई चाहिँ फिस आए पनि हुन्छ भन्दैछौ वाउ सो ब्युटिफुल बोट कति राम्रो नाउ कति चिप्लेको तिमी हिराज भर्खर चिप्ल्यो अब त्यो माथि चाहिँ हाम्रो ज्येष्ठ नागरिक पार्क हो त्यहाँबाट त्यसरी देखिन्छ होइन अब यो चाहिँ धरानको पर्यटनमा अहिले राम्रो टेवा पुर्याइरहेको छ नाउ बनाइसकेको छ हाम्रो सिमरन भागजागीले जा सिमरन जा नाउ बनाइदेऊ अब यहाँ चाहिँ गाइजहरू चाहिँ पुरै माछालाई टोकाउँदैछन् आफ्नो खुट्टाहरू यसरी किन हालेको पानीमा पिघलाको कि जमाको धनियाँ काट्छौँ धनियाँ चाहिँ ठुल्ठुलै काट्ने अब सानो चपिङ बोर्ड चाहिँ हाम्रो क्याम्पिङको लागि चपिङ बोर्ड होइन देखाउँदैछु आमामा दाखला चाहिँ कत्रो तेल ठिकै छ धेरै तेल खानु हुँदैन तिमी खाना नखाएको कहाँ छ कुकुर को त्यहाँ कसले हानेको कुकुर इराज त होइन नि कस्तो लागेर नुन चाहिँ कडा अमिलो अमिलो लागेन लागेन ल म दिन्छु तिमीहरूलाई गाइज हामी चाहिँ चटपटे सुरु गरेको है ओके ल गाइज अहिले हामी यो खोलाभन्दा अलिकति माथि चढेको छौँ यो यता डिलपारी होइन हाम्रो क्याम्पिङ साइट चाहिँ उता पर थियो त्यहाँनिर क्याम्पिङ साइट चाहिँ त्यो श्रम संस्कृति पार्क अब हामी त जङ्गलतिर एकछिन एक्सप्लोर गर्नेछौँ यो चाहिँ खानेपानी पाइप गइरहेछ यसरी केराको बोटै बोट छ होइन केरा बगान छ को ढुङ्गा हान्ने सबिन कम हियर भाइ गाइज हामी चाहिँ होइन यता माथि आएको छौँ कि यहाँ चाहिँ राम्रो पानी कस्तो दामी सङ्लो पानी क्या अब माछा पनि ठुल्ठुलो रहेछ तर यहाँ चाहिँ सिमी साग खेती गरेको छ हामी पस्दैनौँ यहाँ चाहिँ होइन अब यहाँ पसेर हामीले फोहोर बनाउँछ यहाँ चाहिँ झर्नाहरू पनि छ उता त्यो चेपमुनि झर्ना पनि छ होइन त्यो चाहिँ अब हाम्रो फुस्रेको लाइन भयो चाहिँ खोला लाइन भन्छ कसैले चाहिँ नौलो बस्ती भन्छ त्यो माथि आर्मी क्याम्प है जस नेपालमा एकदम रमाइलो हुन्छ क्या आमामा हेर अब चरा कराइरहेछ मङ्कीहरू यताउता पुरै जम्पिङ खेलिरहेछन् मङ्कीहरू होइन केटाकेटीहरू सबै मस्त रमाइलो मजा आउँदैछ गाइज केटाकेटीहरू अब पुरै सिमी साग खेती लगाएको छ होइन सिमी साग खाने आँखालाई तेज बनाउने है गाइज यहाँ चाहिँ यस्तो राम्रो झर्ना छ होइन नेचुरल वाटरफल यो खडेरीको मौसममा पनि दिस इज द ब्युटी अफ नेपाल अप्पर सुनेपछि मन आनन्द हुन्छ क्या मन शान्त हुन्छ गाइज यहाँ चाहिँ अब मिनी एडभेन्चर केटाकेटीले यस्तो होइन झारबाट के अरे झार अरे यो भिरबाट यसरी लडायो चाहिँ पुरै एकदम यो चाहिँ यस्तो ठाडो उकालो छ भिडियोमा चाहिँ देखेको छैन होइन यहाँबाट यसरी तल गएर
तल गयो भने हाम्रो ब्यागहरू चाहिँ पर छ है। त्यो टर्न बाई टर्न हामी चाहिँ कमान्डो ट्रेनिङ गर्दैछौँ। कमान्डो नेक्स्ट कमान्डो कमान्डो टाटा टाडा टाटा टाडा टुङडुङ टाटा टाडा टुडुङ टुडुङ टाडाउ ल कमान्डो टुङडुङ टाडाउ। एडभेन्चर क्याम्पिङ ए रमाइलो भयो कि भएन आज गाइस? अब चाहिँ म है चाउचाउको लागि यहाँ तयारी गर्दैछु। गाजर हामीले काटिसक्यौँ, गाजर प्याज टमाटर। उहाँ पराउ फेरि केटीहरू नाच्दैछ, सानो नानीहरू स्विमिङ गर्दै गर्दै। अनि सबैले खेलेन आज एकचोटि पनि? अहिले जाने खेल्ने भाइ तिमी अब? ओके अब हाम्रो यो रिभर साइड क्याम्पिङको होइन गाजर खाल्छौँ हामी। बन्दकोपी गाइस अब हाम्रो चाहिँ यहाँ ससेस पाक्न थालिसक्यो। यसमा चाहिँ अब हामी चाउचाउ बनाएर खाने होइन। सबिन भाइ पानी लिएर आयो? गुड, सबिनले खोलाबाट पानी लिएर आइसकेको छ। थ्याङ्क यू सो मच। ओके गाइस अब हाम्रो यो दामी प्याज टमाटर हरियो मटर होइन करेन्टको मटरहरू सबै हालेर अब झोल उम्लिँदैछ। ठक्क उम्लेपछि ससेसको झोलमा चाहिँ करेन्ट चाउ चाहिँ हालिदिने। यो खोला ल अनि राराको कराईमा पाक्दैछ। करेन्ट चाहिँ अलिक ढिलो पाक्छ, करेन्ट र उयो सिपिएम, त्यही भएर त्यसलाई सुरुमा हाल्यो क्या। यो खोला सबैजना लाइनमा बस्ने। कसले सर्टलाई झोलामा अघि हाल्नु पर्दैन आफू आफू। छिटो 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 क्लास 3 को कोटा पुग्यो होइन? अघि मैले पानी थोरै हाल्छु क्या सुरुमै, पानी अलिक धेरै हाल्नुपर्ने छ। कसको यो? गाइस अब चाहिँ हामी यो करेन्ट चाउचाउ विथ मिक्स नुडल्स एन्ड ससेस खानु आँटेको है। केटाकेटीहरू चाहिँ खाँदैछ। कस्तो मिठो कि नमिठो छ? नुन लाग्यो? अब चाहिँ हामी हिँड्ने हो होइन। ए अब हामीले आगोमा चाहिँ पानी सानी हालेर निभाइसकेको छौँ। त्यो चाहिँ खाने पानी हो होइन। अनि यो चाहिँ अब हामीले भेटिसक्यौँ है। यहाँ अब पानी यसो छ। अब हामी जाने सामान सबै हामीले प्याक गरिसकेको छौँ है। गाइस अब हामी फर्केको। बाई बाई सर्दु खोला भन्दै अब हामी सर्दु खोलालाई बाई बाई भन्दै घाम पनि अब डुब्दैछ होइन। अब हामी जाँदैछौँ हिँड्दै हिँड्दै। यहाँबाट हाम्रो अपिल टाक्स छ। गुड आफ्टरनुन। मेरो विद्यार्थी सेलिन तामाङले मलाई चिन्नु भएछ। थ्याङ्क यू सो मच सेलिन। मनु म्यामको घर कहाँ हो यहाँ? हजुर मनु राई म्याम यहाँ यता फुस्रामा बस्नुहुन्छ नि? ए यहाँ हो माथि हो? ए ओके हजुर सुँगुर खोरदेखि उतै हो। बाई बाई गाइस। गाइस देख्न सक्नुहुन्छ आज धरानमा चाहिँ शनिबार होइन, धेरै नै भिड छ। आन्तरिक पर्यटकहरू चाहिँ धरान घुम्नको लागि पुरै आउनु भएको छ। फुस्रे चोकदेखि तल यो बाटो सबै प्याकै प्याक छ, गाडीहरू पार्किङ गरेर राखेर छ होइन। यसरी आन्तरिक पर्यटक चाहिँ आउनुभयो भने चाहिँ सबै नेपालैभरि हाम्रो आर्थिक गतिविधि चाहिँ बढ्छ होइन। अब स्थानीय उत्पादनको खपत पनि बढ्छ। गाइस अहिले चाहिँ हामी सामेङको घर आइसकेका छौँ। सामेङले चाहिँ हामीलाई वेलकम गर्नुको लागि पर्खिरहनु भएको छ। पानी पिलाउनु भयो हामीलाई सामेङले होइन।
अनि हाम्रो टोली चाहिँ यहाँ फौजी टोली त्यहाँ छ ओके टोली अगाडि बढ सो गाइज फाइनली हामी आइसक्यौँ अब यहाँबाट चाहिँ हाम्रो डिस्पर्स पोइन्ट हो होइन अब सबैजना कोही लिची जुस कोही चाहिँ फ्रुटी अनि नेउसले चाहिँ फ्रुटी खाँदैछ हाम्रो नेउस पनि भेट भएको छ ऊ चाहिँ राम्रो फुटबलर हो पछि नेसनल टिममा पर्छ हेर्नु 100% तर डिसिप्लिन नबस्यो भने होइन अब आजको हाम्रो पिकनिक यहीँ सकिन्छ बाई बाई सबैजनालाई हाम्रो एनुम राई पनि आउनुभएको छ एनुम राई रुन्ची सबैजना खै बाई बाई गर लु